आजको कथाको शीर्षक छ तार चुडिएको सारङ्गी। लेखक हुनुहुन्छ श्री जस यन्जेल प्यासी। हिजो अस्तिकै भएको घटना जस्तो लाग्छ। त्यस समय म आकाशवाणी खरसाङमा उद्घोषक थिएँ। एक दिन मङ्सिरको महिना थियो। दिन घमाइलो थियो। घाम चट्ट लागेकोले साह्रै जाडो पनि थिएन। म आकाशवाणीको फाटक बाहिर आगोको पान पसलबाट पान चपाउँदै स्टुडियोतर्फ फर्कन लागेको थिएँ। माथिबाट एउटी अधवैँसी आइमी र एउटी सानो ठिटो आएर फाटक छेउैको ढिपमा आफ्नो कोको पन्तरो बिसाए। ती आइमाईको अनुहारमा सोच र चिन्ताको रेखाहरू स्पष्ट देखिन्थ्यो भने आँखाबाट केही खोजिरहेको आवाज पाइन्थ्यो। उनका राम्ररी नकोरिएको केस एउटा रातो लाछामा जबरजस्ती बाटिएको थियो। चोली र फरिया मैला थिए। आधा हात चौडामा भिजाएको पटुकी बाँधी हेर्दा नै उनी कुनै पहाडबाट आएकी ग्रामीण आइमाई हुन् भनेर थाहा पाइन्थ्यो। त्यो सानो ठिटो सानो मात्र होइन, दुब्लो, पातलो र पहेँलो पनि देखिन्थ्यो। एउटा फक्रँदो कोपिलामा तुसारो लागे जस्तो ठिटोको अनुहार साँच्चै टिठलाग्दो थियो। उसले सायद कसैले माया गरेर दिएको रङ उडेको जडौरी टेरलिनको कमिज लगाएको थियो, जुन उसको जिउमा अलिकति खकुलो देखिन्थ्यो। उसले लगाएको पत्लुङ पनि पासुला तल मोरी दोबारिएको थियो। उसको लामो केस फुस्रो र तेलको छिटा र काङ्गियो नपरेको लट्टा परे जस्तो भए तापनि रातै लाछाले कानमा पछिल्तिर चोटी बाँधिएको थियो। देब्रे काँधमा एउटा असिपालु कारिगरले बनाएको एउटा सारङ्गी भिरेको थियो। सारङ्गीको कोक्रो पेटमा उसले राम्रो मोइन लगाएको ताँत घुसेरेको थियो। ढिपमा बसिएपछि आमा चाहिँले एउटा सानो पोकाबाट 2 मुठी चिउरा निकालेर ठिटोलाई दिइन्। यतिन्जेल म फाटकभित्र नपसी तिनीहरूलाई नै हेरिरहेको थिएँ। म भित्र विचारका अनेक तरङ्गहरू फैलँदै थियो। तिनीहरू को होलान्, कहाँबाट आएका र कहाँ जान लागेको होलान् भन्ने जिज्ञासाहरू मनमा उब्जिए तापनि ठिटोको देब्रे कानमा लट्किएको सारङ्गी देख्दा गाइने भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। हामी गाइने देख्ने बित्तिकै अझ पनि तिनीहरूका सारङ्गीका र्याङसँगै डाँफेचरीको कथा, जङ्गबहादुरको कथा, भोट नेपाल लडाईँको सवाई र सुनकेशरी मैयाँको कथाहरू र चुट्के गीतहरू सुन्न लालायत हुन्छौँ। त्यसले म पनि सारङ्गीको आकर्षणले तानिएर उनीहरू बिसाएका ठाउँतिर बढे। मलाई नजिक आएको देखेर उनीहरूले अति नम्र र टिठलाग्दो भएर नमस्कार गरे। मैले पनि नमस्कारको प्रत्याचुर दिँदै सोधेँ, दिदै कहाँबाट आउनु भएको? हजुर, हामी नेपाल भोजपुरबाट आएका। खोइ हजुर, गाइनेको जातै गीत गाउँदै घुमी हिँड्ने त हो, तर मेरो चाहिने गीत पनि छैन, कहीँ पुग्ने टुङ्गो पनि छैन, एउटा पिरले हिँडेको मात्र। अनि सानो ठिटोलाई देखाउँदै भनिन्, यो चाहिने मेरो छोरी। छोरी? मैले आश्चर्यचकित भएर निहारेँ। हो हजुर, छोरी नै हो। पहिरनले होला सबै छोरा भनेर झुक्किन्छन्। उनले भन्दै गइन्, यसले 1-2 गीत गाउँछे। हुन त हजुर, आइमाईले सारङ्गी रेटेर मागी हिँडेको कहिले पो देख, तर दिन आएपछि चाहिने अनेक वाली गर्नुपर्दो रहेछ। आफ्नो मनको पीर त मनैमा छ हजुर। यति भन्दा भन्दै उनले विषादका भाव स्पष्ट देखिने अनुहार अझ दुःख लाग्दो बनाइन्। मानव कालो बादलका टुक्राहरू
उड्दा उड्दै एकै ठाउँ परेर वर्षामा परिणत हुन लागेको छ। मैले उनीभित्र कुनै ठुलो पीर परेको अनुभव गरेँ। हुनसक्छ यही पीरको नदेखिने ज्वालामा जल्दै उनी केही खोज्दै हिँडिरहेकी छिन्। मैले उनीभित्रको पीरको कारण बुझ्न अझ प्रश्न गरेँ, दिदै तपाईँको मनको पीर चाहिँ के हो? हजुर, मेरो मनको पीर खोइ के भन्नु र, यो धरती माताले अनेक थोक जन्माइन् तर आइमाई जातलाई जन्माउन चाहिने भुलै गरेकी छिन्। आइमाई पनि के भन्नु र, आमा हुनु जस्तो चाहिने ठुलो अभिशाप केही होइन रहेछ। जे भए तापनि यही धरती माताले जस्तै अनेकौं दुःख कष्ट पीर व्यथा सहेर पनि बाँच्नै पर्दो रहेछ। यति भनेर उनी चुप भइन् अनि हत्केलाले आँखा पुस्न थालिन्। म उनको यस्तो स्थिति देखेर आफैलाई भित्रभित्रै टोकेसो गर्न लागेको थिएँ। व्यर्थै अर्काको मनको घाउलाई कोट्याइदिएर किन दुखाइदिनु पर्यो यसरी? मेरो मौनता चाल पाएर उनले मतिर हेरिन् अनि दबेको स्वरमा भन्न थालिन्, आज घर छोडेर हिँडेको पनि 2 बर्खा 2 हिउँदा बितिसक्यो। फेरि छोरा जस्तो देखिने उनको छोरीलाई देखाउँदै भन्न लागिन्, यसरी यसको दाजु घरबाट निस्किएको यो बर्खामा पुरा 10 को लग लाग्छ। यति दिनसम्म घरमा एकैपल्ट पनि मुख देखाएको छैन। अब यही छोरी 13 पुगिन्। त्यसले घर छोड्दा बाबु चाहिँ खसेको बर्खा पनि भएको थिएन। यही बहिनी चाहिँले चाहिने टिनमा टेकेकी थिइन्। भन्दा भन्दै उनलाई ती दिनहरूको सम्झनाले खलप्प निल्न खोजेर क्यार उनले आँखाबाट भदौको भेल झै आँसु बगाउन थाले। उनी एक पुरानो थोत्रे मूर्ति सरह निश्चल निश्चेत भइन्। यतिन्जेल मेरा वरिपरि आकाशवाणी कार्यालयका कर्मचारीहरू र बाटामा हिँड्ने मानिसहरू पनि रिगै लागिसकेको थिए। उनकी छोरी एकोहोरो आमाको अनुहारमा हेरिरहेकी थिइन्। स्कुलबाट फिरेका 2-4 ससाना नानीहरू चाहिँ ठिटीले भिरेको सारङ्गी हेरिरहेका थिए। यस्तैमा मैले आकाशवाणीमा 1 वर्ष पहिलो मात्र गीत गाउन आएको गाइने केटा र त्यसको सारङ्गी झलझली देख्न थालेँ। मैले त्यस केटोको अनुहारसँग यस ठिटीको अनुहार दजाउन थालेँ र मनमा नै दिदैको छोरा निश्चय पनि त्यही केटो हुनुपर्छ भनी लख काटे। त्यस केटोले स्टुडियोमा सारङ्गी बजाएर गीत गाउँदै गरेको फोटो खिचिएको थियो अनि त्यो फोटो धेरै दिनसम्म आकाशवाणीको स्वागत कक्षमा विशेष आकर्षण सरह प्रदर्शित गरिएको थियो। उनी अहिले रुन छोडी मलाई यसरी हेरिरहेकी थिइन् मानौ म नै उनको छोराको बारेमा सबै कुरा जान्दछु। उनको हेराइमा आशा र भरोसा मुछिएको थियो। मैले अनायासै सोधेछु, दिदै के तपाईँको छोराले पनि सारङ्गी रेटेर गीत गाउँथ्यो? हो नि हजुर, त्यसलाई बाबु चाहिँले नै सारङ्गी रेटेर गीत गाउन सिकाएको थियो। त्यसले चाहिने सारङ्गी बजाउन त्यति मन गर्दैन थियो। एक दिन बाबु चाहिँले त्यसलाई भनेको थियो, हेर छत्रे, तैँले त्यो सारङ्गी रेटेर 2-4 वटा गीत गाउन सिकिस् भने आपत आइपरेकोमा मुङलान पसेर पेट पाला गर्न सक्छस्। जोगाड गर्न सकिस् भने रुपियाँ पनि कमाउलास्। त्यसैले होला हजुर, बाबु मरेपछि केही कमाउला भनी मुङलान पसेको त्यसको अत्तो पत्तो छैन। के गर्नु, आमाको मन चाहिने त्यस्तै हुँदो हो सबैको। त्यसैको खोजीमा यो छोरीलाई लिएर हिँडेकी। यो केटाले यता हुँदो पनि गीत गाई हिँडे भन्छन्, तर अभागिनीले छोराको मुख हेर्न नपाई मर्न पर्न रहेछ। उनका अन्तिम वाक्यहरू कम्पित भए। छोराको मायामा तडपिएका मातृत्वको दर्दमय
उद्गारहरू आँसुका खरे भएर बग्न थाले। मैले उनलाई भने, दिदै, भित्रै कार्यालयमा एउटा गाइने केटोको फोटो थियो, कतै त्यो फोटो रहेछ भने म तपाईँलाई देखाइदिन सक्छु। यसो भन्दा उनी महान अन्धकारबाट बत्ती पाए झै गरी मलाई हेर्न लागि अनि अघिसम्म दबेको स्वर खुसीले बाहिर निकाली एकै सासमा भनिन्, हेरुन् हजुर, कस्तो भयो होला त्यसको अनुहार। मैले उनलाई आकाशवाणी भवनभित्र लगे। भित्र पस्दा उनको थाकेको खुट्टामा आशा र हर्षले नयाँ शक्ति दिएको थियो। उनले छिट्टो छिट्टो पाइला चालिन्। अनुहार पानी परिसकेको पछि घाम लागेको मौसम झै भएको थियो। उनले एकछिन सारा संसार हाँसेको देखिन्। आकाशवाणीका निर्देशकसँग अनुमति मागेर सम्बन्धित अधिकारी कहाँ लगी उनलाई त्यस गाइने केटोको फोटो देखाइदिए। फोटोमा माइक्रोफोन अघि पलेटी मारी देब्रे फिलामाथि सारङ्गी अडाई दाहिने हातले कमानी समातेर गीत गाइरहेको ठिटो धर्के कमेज लगाएको त्यो केटाको फोटो हेर्न साथ उनी एक्कासी हर्ष र विस्मातमा विफल हुँदै मेरो छोरा भन्दै डाँको चोरी रुन थालिन्। उनलाई सबैले सम्झाउन थाले, तर मातृत्वको उर्लदो प्रवाह हत्तपत्त रोकिने कुरै थिएन। यो एउटा यस्तो अवस्था थियो, सम्झाउनेहरूलाई जति गाह्रो परिरहेको थियो, सम्झिनेलाई त्यसभन्दा पनि साह्रो परिरहेको थियो। यसरी एकाध घन्टा बितेपछि एकजना नजिकैको गाउँमा एकजना ड्राइभरको घरमा बसेर गाडी चलाउन सिक्दैछ भन्ने कुरा लाग्यो। यो सुनेर उनी अधीर भएर त्यो खबर सुनाउने मानिसलाई भन्न लागिन्, हजुर कहाँ छ त्यो, मलाई झट्टै मेरो छत्रमान भएकोमा लगिदिनुहोस्। परमेश्वरले हजुरलाई चाहिने भलो गर्नेछ। मैले त्यो खबर सुनाउने मानिस छेत्रीज्यूलाई त्यहाँसम्म पुर्याइदिने अनुरोध गरेर उनी आमा छोरी दुवैलाई साथै पठाए। उनलाई छोरा भेट्न हतार थियो। मलाई धन्यवाद दिने औपचारिकताको उनलाई सिद्धि नै थिएन। उनीहरू गइसकेपछि मैले सुने त्यो केटा त्यस ड्राइभरको घरबाट भोजपुर हिँडेको 1 हप्ता भइसकेको रहेछ। मैले अझ त्यो केटो त्यस घरबाट हिँडेकै दिन सिलगढीमा एउटा बस गाडीले धकेलेर टाउको भरि आलो रगतको फाल्साले थिचिएर तार चुडिएको सारङ्गीको छेउमा लडिरहेको देख्ने मान्छेको वर्णन पनि सुने। यो घटना भएको पनि धेरै वर्ष भइसकेछ। म आफैले पनि आकाशवाणीको सेवाबाट अवकाश ग्रहण गरिसके। तर जब पनि म आकाशवाणी खरसाङबाट छत्रमान गाइनेले गाएको गीतको कार्यक्रम सुन्छु, तब म छत्रमानकी आमाको त्यो त्यही चिन्ता र विषादले विरूप परेको अनुहार झलझली देख्न थाल्छु अनि आफैसँग सोध्छु, उनले छोरा छत्रमानसँग कहिले भेट नहुने सत्य थाहा पाइन् कि पाइन।